स्वागत छ तपाईहरुलाई मेरो अर्को मिनी ब्लगमा। आज हामी धनकुटा जिल्ला अस्पताल छोरीको फलोअपको लागि रेडी हुँदैछु। सुरुमा म रेडी भयो, म रेडी भइसकेर छोरीलाई रेडी गर्न थालेको। हाँस्दै खेल्दै छोरी रेडी हुँदैछ। लगभग छोरी पनि रेडी भइसकेछ। अब हामी घरबाट धनकुटाको यात्रा टेम्पोबाट गर्दैछु। धनकुटा जाने क्रममा बीचमा हिली पर्छ। हिलेको मौसम एकदम शीतल थियो, उसो लागेको थियो। हिलेबाट हामी धनकुटा बजार आइपुग्यौँ। धनकुटा बजार हुँदै बिस्तारै हामी धनकुटाको जिल्ला अस्पताल आइपुग्यौँ। जिल्ला अस्पताल धनकुटाभरिको सबैभन्दा ठुलो अस्पताल हो। अलिकति ढिलो आइपुग्नाले यहाँ त धेरै लामो लाइन भइसकेको थियो। पालो कुर्दा बल्ल पालो आएर हामी हात जोड्ने तरफ लाग्यौँ। यहाँको डाक्टर साह्रै मिलाउन साह्रो हुनुहुन्थ्यो। उहाँले एक्सरे गर्नुको सुझाव दिनुभयो। एक्सरे गरेर एकछिनमा रिपोर्ट आइपुगेर हामी फेरि डाक्टरको तिर लाग्यौँ। उहाँले केही सुझाव दिएर हामी घरतिर फर्क्यौँ। धेरै ढिलो भइसके हुनाले हामीलाई भोक लागिसकेको थियो। अब हामी खाजा खान लागि फुलबारी खाजा घर पुग्यौँ। फुलबारी खाजा घर धनकुटाको एकदमै राम्रो खाजा घरमा गनिन्छ। यहाँको वातावरण एकदमै शान्त शीतल, चारैतिर फुलै सजिएको घरमै बसे चाहिँ अनुभव भयो। एकछिन बस्यो अनि खाजा अर्डर गऱ्यौँ। खाजा पनि आइसक्यो। यहाँको सर्भिस एकदमै राम्रो थियो। खाजा पनि मिठो थियो। तपाईँहरू पनि यो फुलबारी खाजा घरमा भिजिट गर्न आउन सक्नुहुन्छ। खाजा पनि खाइसक्यो। अब घरतिर लाग्यो।